नेपाल, ओमान र युएई 2026 मा इन्डिया र श्रीलङ्कामा हुने टी20 विश्वकपमा पुगिसकेको छ। छनौट भए पनि नेपालले ट्रफी ल्याउनको लागि भने आज समूहलाई हराउनु पर्नेछ। नेपाल र समूह बीचको खेल भने नेपाली समयअनुसार बेलुका 4:15 बजे हुँदैछ। नेपालले समूहलाई हराइसकेपछि यो प्रतियोगिता नेपालले अपराजित रहँदै जित्नेछ र ट्रफी ल्याउनेछ। नेपालले अहिलेसम्म एउटा पनि खेल हारेको छैन भने समूहले एउटा पनि खेल जितेको छैन। त्यही भएर तुलनात्मक रूपमा एकदमै कमजोर टोली रहेको छ समूह। त्यसकारणले गर्दाखेरि नेपालले ट्रफी जित्छ भन्नेमा दुई मत नै छैन। तर आज नेपालले समूह विरुद्ध केही खेलाडीहरू भने चान्स दिन सक्छ। जस्तो कि यो प्रतियोगितामा करण केसी र आरिफ शेखले अहिलेसम्म खेल्न पाएका छैनन्। त्यसकारणले गर्दाखेरि अन्तिम खेल र अनि अलिकति सजिलो पनि अपोनेन्ट भएको कारणले गर्दाखेरि नेपालले चाहिँ आज करण केसी र अनि त्यसपछि आरिफ शेखलाई पनि मौका दिन सक्छ। मैले तपाईहरुलाई सम्भावित प्लेइङ 11 पनि यहाँनेर स्क्रिनमा देखाएको छु। यो 11 तपाईहरुले हेरेर कस्तो लाग्यो भनिदिनु होला। नेपालले ट्रफी जितेको खण्डमा नेपाल सरकारको तर्फबाट राखेपका महासचिव टंक घिसिङले प्राइज पनि एनाउन्समेन्ट गरिसक्नु भएको छ र जनै क्रिकेट प्लेयरहरूलाई 19,50,000 रुपैयाँ दिने भनिएको छ। नेपाली क्रिकेट टिमलाई समूह विरुद्ध उच्च प्रदर्शन गर्दै जित दर्ता गरेर अपराजित रहँदै ट्रफी ल्याउनको लागि अग्रिम शुभकामना दिन चाहन्छु। भिडियो मन परेमा लाइक, शेयर र फलो गर्नु होला। धन्यवाद।